सबैलाई जय मसीह। तपाईहरुलाई स्वागत छ। सँगै आदरणीय पास्टर गणेश बुकोटीज्यूलाई र सँगै पिटर सरलाई यस समय दिनुभएको निम्ति सँगै हजुरहरूको उपस्थितिको लागि धन्यवाद छ। आउनुस् हामी हिब्रू 9 अध्यायको 27 पदलाई पढ्नेछौँ र यहाँ यसरी लेखिएको छ हिब्रू 9 अध्यायको 27 पदमा, अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ। सँगै प्रकाश 20 अध्यायको 11 देखि 15 पदलाई पनि पढ्नेछौँ। यहाँ यसरी लेखिएको छ प्रकाश 20 अध्यायको 11 देखि 15, अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्नु हुनेलाई देखेँ, जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे, अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन। अनि मैले मरेकाहरूलाई साना र ठुला दुवैलाई परमेश्वरको सामु उभिरहेका देखेँ। अनि पुस्तकहरू खोलियो, अनि अर्को एउटा पुस्तक खोलियो जुन चाहिँ जीवनको पुस्तक हो। अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट तिनीहरूका काम अनुसार मरेकाहरूको न्याय गरियो। अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो, अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले। अनि तिनीहरूका काम अनुसार तिनीहरू हरेकको न्याय गरियो। अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो, अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको तालभित्र फ्याँकियो। विशेष गरी हामी न्यायको विषयमा हेर्न गइराखेका छौँ। जब हामी बाइबलमा हेर्छौँ भने बाइबलमा मृत्युको विषयमा बताएको छ। यो संसारमा मानिसहरू, सबै मानिसहरू जन्मेपछि एक न एक दिन मर्नै पर्छ। यो संसार मानिसहरू मृत्युदेखि सबै मानिसहरू डराउँदछन्। अनि जब बाइबलमा हेर्छौँ भने हरेक व्यक्तिले मृत्युलाई एक न एक दिन सामना गर्नुपर्ने हुन्छ कुनै न कुनै तरिकाले। कोही पनि छैन कि यो संसारमा सधैँभरि रहिरहनुको निम्ति। जब हामी बाइबलमा हेर्छौँ भने दुईटा प्रकारको मृत्युलाई बताएको छ। एउटा चाहिँ शरीरको मृत्यु जुन हामी सबैजना एक दिन फेस गर्नेछौँ, अनि अर्को मृत्यु हो परमेश्वरदेखि जुन आत्मिक मृत्यु, परमेश्वरदेखि सधैँभरिको निम्ति टाढा हुनु, अलग हुनु बताएको छ। जब हामी हेर्छौँ भने जब हामी यो मृत्यु पछि मृत्यु लगत्तै यो संसार छोड्ने बित्तिकै हामी एक दिन परमेश्वरको अगाडि, सृष्टिकर्ताको अगाडि जानेछौँ र उहाँले हरेक व्यक्तिको न्याय गर्नुहुनेछ भनेर बाइबलले बताउँदछ। अनि विश्वासीहरूको न्याय चाहिँ जब हामी विश्वासीहरूको न्यायको विषयमा हेर्छौँ भने हामी चाहिँ बिमा न्यायसम्म आउनेछौँ। हाम्रो चाहिँ पुरस्कार पाउनको निम्ति, इनाम पाउनको निम्ति न्याय हुनेछ। हामीले विश्वासीहरूले अनि परमेश्वरले दिएको जिम्मेवारीले हामीले कतिको वहन गरेका छौँ, अनि हामीले एकअर्कासँग कस्तो व्यवहार गरेका छौँ, परमेश्वरको वचनलाई हामीले दिएको जिम्मेवारी कति प्रयोग गरेका छौँ, यस अनुसारको हाम्रो इनाम पाउने न्याय हुनेछ भने स्वर्गमा जानेछौँ। भने अविश्वासीको चाहिँ जुन सेतो सिंहासनको न्याय भनेर बताएको छ, त्यहाँ छुनेर उनीहरूको चाहिँ काम अनुसारको न्याय हुनेछ। उनीहरूले आफ्नो सृष्टिकर्ताको अगाडि जवाबदेही हुनुपर्नेछ र उनीहरूले त्यहाँ छिनेर जति भुँडा टेके तापनि, जति पश्चाताप गरे तापनि उनीहरूले मुक्ति भने पाउने छैनन्। उनीहरूले नरकको निम्ति न्याय हुनेछ। जब हामी यहाँ छिनेर देख्छौँ भने यहाँ छिनेर अविश्वासी मानिसहरूको विषयमा बताएको छ। हामीले भर्खरै पढेको खण्डहरू अत्यन्तै महत्त्वपूर्ण वचनहरू हुने चाहिँ अत्यन्तै शक्तिशाली वचनहरू हुन्। अनि यहाँ छिनेर हामी हेर्छौँ भने अविश्वासीहरू चाहिँ यो अत्यन्तै दुःख लाग्दो परिस्थितिमा गएको हामी पाउन सक्छौँ। अनि यसरी नै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको छ। हामी जन्मन्छौँ, हामी हुर्किन्छौँ, बाँच्छौँ र एक दिन हामी मर्नुपर्छ, कुनै न कुनै तरिकाले मृत्यु हुन्छ। अनि मृत्यु चाहिँ मानिस जीवनको सबैभन्दा दुःख लाग्दो भाग हो, हरेक मानिसले फेस गर्नुपर्ने हुन्छ। यो चाहिँ वास्तविक कुरा हो कि अनि यो अविश्वासीहरूको परिस्थिति यस्तै हुनेछ, यो चाहिँ वास्तविक हो। यसले हामीलाई यो कुरा जोड दिँदछ कि हामीले गएर उनीहरूलाई सुसमाचार प्रसार गर्न जरुरी छ। र मृत्यु चाहिँ एउटा सिद्ध बुद्धिको कार्य हो जसले सिद्ध न्याय प्रस्तुत गर्ने काम गर्दछ। र कारण हाम्रो परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ। याद गर्नुहोस्, न्याय अनि संसारमा पाप छ, परमेश्वरले मानिसलाई बनाउनु भयो, अनि संसारमा मानिसले पवित्र बनाउनु भएको छ। अनि मानिसले पाप गर्यो, अनि पापको कारणले मृत्यु आएको पाउन सक्छौँ। अनि यही मृत्युको कारणले एक दिन हामी न्यायमा जानेछौँ भनेर बाइबलले बताउँदछ। अनि परमेश्वरले पापलाई छिनोफानो गर्नुहुनेछ, अनि पापको डिल गर्नुहुनेछ। अनि कारण परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले दुष्ट र पापलाई हेर्न पनि सक्नुहुन्न। उहाँका आँखा आगोका ज्वाला जस्ता छन्। चाहे तपाईँसँग धेरै धन सम्पत्ति होला, चाहे तपाईँ डक्टर पढ्नु भएको होला, चाहे तपाईँ इन्जिनियर हुनुहुन्छ होला, तपाईँ साइन्टिस्ट हुनुहुन्छ होला, तपाईँसँग धेरै सुनचाँदी होला, तपाईँ जति बुद्धि कसैसँग नहोला, तर एक न एक दिन कुनै पनि कुराले तपाईँको यो मृत्युलाई बचाउने छैन। कुनै पनि कुराले मृत्युबाट तपाईँले बचाउनेवाला छैन। तर यसको समाधान चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। यो कुराको समाधान चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ चाहिँ आजभन्दा 2000 वर्ष अगाडि संसारमा आउनुभयो। उहाँ हाम्रो पापको निम्ति अनि क्रुसमा मर्नुभयो। उहाँले पवित्र जीवन जिउनु भयो, उहाँ मर्नुभयो। पवित्र धर्मशास्त्र अनुसार उहाँ चाहिँ तेस्रो दिनमा जीवित हुनुभयो। उहाँ जस्तो परमेश्वर कोही पनि छैन। उहाँले मृत्युलाई जित्नुभयो। उहाँ पिताको दाहिने हातमा हुनुहुन्छ र उहाँ चाहिँ फेरि पनि आउनुहुनेछ। याद गर्नुहोस् त, उहाँ जस्तो परमेश्वर कोही छैन। यसैले भन्नुभयो, म जीवित भएको हुनाले तिमीहरू पनि जीवित हुनेछौ। याद गर्नुहोस् त, यो संसारमा जन्मेको हरेक मानिसहरूले मुक्ति पाउनु पर्दछ भनेर बाइबलले बताउँदछ। त्यो मुक्ति पाउनको निम्ति कुनै पनि अर्को कुराले हामीले मुक्ति पाउन सक्दैनौँ, कुनै ठाउँमा गएर मुक्ति पाउन सक्दैनौँ। त्यो एउटै नाम हो, त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट भन्दा अर्को नामले हामीले मुक्ति पाउन सक्दैनौँ भनेर बाइबलले बताउँदछ। अनि यस संसारमा जन्मेको सबै मानिसहरू स्वर्ग जान चाहन्छ। बाइबलले बताउँदछ येशू ख्रीष्टमाथि विश्वास नगर्ने कोही पनि स्वर्गमा जान पाउने छैन। येशू एकमात्र स्वर्ग जाने बाटो हुनुहुन्छ। यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। जब हामी बाइबलमा हेर्छौँ भने बाइबल सत्य हो, अनि स्वर्ग वास्तविक छ, परमेश्वर वास्तविक हुनुहुन्छ, येशू ख्रीष्ट वास्तविक हुनुहुन्छ। यो कुनै कथा होइन, कुनै हामीले स्टोरी भनिरहेका छैनौँ यहाँ छिनेर। यो चाहिँ वास्तविक भएको कुरा हामी पाउन सक्छौँ। जब हामी बाइबलमा हेर्छौँ भने परमेश्वरले सबै मानिसहरू मुक्तिको ज्ञानमा आएको चाहनुहुन्छ। पहिलो तिमोथी 2:4 र दोस्रो पत्रुस 3:9 पदमा
हेर्छौँ भने सबै मानिसहरूले मुक्तिको ज्ञानमा आएको परमेश्वर चाहनुहुन्छ। परमेश्वर पर्खिराख्नु भएको छ कि सबै मानिसहरूले मुक्ति पाउनु भनेर। यो जुन चाहिँ सेतो सिंहासनको न्याय छ, यहाँ चाहिँ उनीहरू अविश्वासीहरू गइरहेका छन्। यी अविश्वासीहरूलाई त्यो सेतो सिंहासनको न्यायमा जान आवश्यक छैन, तर उनीहरूलाई मौका छ, उनीहरूलाई अवसर दिएको छ, उनीहरूलाई समय छ। कारण त्यहाँ चाहिँ उनीहरू परमेश्वरले समाधान पनि राखिदिनु भएको छ त्यो समस्याको। उनीहरूलाई जीवनलाई रोज्ने कि मृत्युलाई रोज्ने, परमेश्वरलाई रोज्ने कि अरू कुरालाई रोज्ने, उनीहरूलाई डिसिजन लिनुको निम्ति समय दिनुभएको छ। अनि परमेश्वरको इच्छा यो छ कि सबै मानिसहरूले मुक्ति पाउन्, सबै मानिसहरू बचाएको परमेश्वर चाहनुहुन्छ। अनि यहाँ चाहिँ उनीहरू पश्चाताप भन्ने शब्द पाउँछौँ भने परमेश्वरले सबै मानिस मुक्ति पाएको चाहनुहुन्छ। कुनै एकजना व्यक्ति मरेको पनि परमेश्वर खुसी हुनुहुन्न, परमेश्वर दुःखी भइरहनु भएको छ। परमेश्वरले सबै मानिस बचाएको चाहनुपर्छ। त्यस कारणले हामीले बुझ्नुपर्ने कुरा मिसनको विषयमा हामी यहाँ छेउनेर छौँ। जब मिसनको विषयमा कुरा गर्छौँ भने येशू ख्रीष्ट चाहिँ पहिलो मिसनरी हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई, उहाँ चाहिँ मिसनरी हुनुहुन्छ। उहाँले सिद्ध वातावरणलाई छोड्नुभयो, स्वर्गको वैभवलाई त्याग्नुभयो। फिलिपी 2 अध्याय अनुसार उहाँले सिंहासनलाई छोडेर, पिताको त्यो स्वर्गको अधिकारलाई छोडेर हाम्रो निम्ति आफूलाई रित्याएर आउनुभयो, हाम्रो निम्ति गरिब हुनुभयो, ताकि हामी उहाँको गरिबबाट धनी हुन सकौँ भनेर। अनि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई अत्यन्तै प्रेम गर्नुहुन्छ। अनि यो चाहिँ दुःखलाग्दो कुरा हो कि उहाँले चाहिँ हामीलाई बचाउन चाहनुहुन्छ। यो संसारको हामी अन्तिम क्षणमा बाँचिरहेका छौँ, समय अत्यन्तै छोटो छ। हरेक दिन परमेश्वरले दिनुभएको उपहार हो, हाम्रो हरेक दिन भनेको परमेश्वरले दिनुभएको उपहार हो। अनि विश्वासी र अविश्वासी बिच यहाँ चाहिँ एकदमै ठुलो भिन्नता छ, ठुलो विरोधाभास छ। अनि बाइबलले त्यहाँ गन्तव्य पनि राखिदिएको छ अनि निर्देशन पनि राखिदिएको छ। अनि त्यस कारणले पावलले भन्दैछ म सुसमाचार प्रचार गर्नको निम्ति बोलाएको छु, म सुसमाचारको निम्ति अलग पाइएको छु। अनि उनले पावलले सुसमाचार प्रचार गर्छ। जुन खण्ड हामीले प्रकाशको पुस्तकबाट हेरेका थियौँ, पढ्यौँ, ती व्यक्तिहरू त्यहाँ चाहिँ खडा भइरहेका छन्। ती व्यक्तिहरू त्यहाँ जान आवश्यक छैन, उनीहरूलाई मौका छ। अनि उनीहरूलाई हामीले सुसमाचार सुनाउन आवश्यक छ। उनीहरूले सुसमाचार सुनायो भने त्यो न्यायमा उनीहरू जाने छैनन्। याद गर्नुहोस् त, जब बाइबलले चेतावनी पनि दिएको छ अनि पश्चाताप गर, त्यसपछि समस्या यो वास्तविक छ, यो पापको कारणले मृत्यु आउनेछ, अवश्य पनि मृत्युपछि न्याय हुनेछ र परमेश्वरले त्यहाँ चाहिँ समाधान पनि राखिदिनु भएको छ। येशू ख्रीष्ट हुनुहुन्छ, त्यहाँ चाहिँ क्रुस छ। हामीले भर्खरै हेरौँ, क्रुसलाई फर्केर हेरौँ। जब क्रुसलाई हेर्छौँ भने त्यो न्यायबाट, त्यो अनन्तको दण्डबाट, त्यो मृत्युबाट हामी सधैँभरिको निम्ति बच्नेछौँ। हामी सबैजनाहरू मिसनरीहरू, यहाँ कोही पनि तल ठुलो सानो छैन, हामी सबैजना मिसनरीहरू। उनीहरू नरकमा जाँदैछन्, अविश्वासीहरू, उनीहरूको अविश्वासको कारणले। उनीहरूको निम्ति पनि येशू ख्रीष्ट मर्नु भएको। परमेश्वरले उनीहरूलाई पनि प्रेम गर्नुहुन्छ। अनि आदमदेखि लिएर अन्तिम सेतो सिंहासनको न्यायसम्मका मानिसहरूको न्याय गर्नुहुनेछ येशू ख्रीष्टले। यो कुरा बाइबलले बताउँदछ। अनि आज त्यसपछि यो समयमा जति पनि, अनि त्यो समयमा मानिसहरू येशू ख्रीष्टको अगाडि जति घुँडा टेके तापनि उनीहरूले मुक्ति भने पाउने छैनन्। मुक्ति पाउने समय अहिले नै हो, यस संसारमै हो। यस संसारमा हामीलाई परमेश्वरले सही र ज्ञान बुद्धि दिनुभएको छ। के गलत हो, के सही हो, उहाँले हामीलाई अहिले नै राखिदिनु भएको छ। तर धन्यवाद परमेश्वरलाई, हामीले चाहिँ येशू ख्रीष्टको अगाडि घुँडा टेकेका छौँ। अहिले नै हामीले शिर झुकाएका छौँ, उहाँमाथि विश्वास गरेका छौँ। हामी चाहिँ त्यो मृत्युदेखि, त्यो न्यायदेखि, त्यो दण्डदेखि सधैँभरिको निम्ति हामी बचाइएका छौँ, पार गइसकेका छौँ। हामी ज्योतिका सन्तान भइसकेका छौँ। अनि जब हामी बाइबलमा हेर्छौँ भने यो संसार सधैँभरि एकनाश रहिरहने छैन। परमेश्वरले हामीलाई एउटा उद्देश्य जिम्मेवारी दिनुभएको छ। लुका 25 अध्यायमा हेर्छौँ भने परमेश्वरले हामी हरेक व्यक्तिलाई एउटा जिम्मेवारी दिनुभएको छ। अनि त्यो जिम्मेवारी हो, हामीले आफ्नो जिम्मेवारी पुरा गरेका छौँ कि छैनौँ त। परमेश्वरले एउटा उद्देश्यसहित हामीलाई संसारमा राख्नुभएको छ। अनि उहाँले जिम्मेवारी पुरा गरौँ हामी चाहिँ, ताकि हाम्रो सृष्टिकर्ताको अगाडि जाँदाखेरि हामी शर्माउनु नपरोस्, ताकि हामी शर्माउनु नपरोस्। यी अविश्वासीहरू चाहिँ यो पापको रोगले थला परेको संसारलाई, मानव जगतलाई बचाउनको निम्ति उहाँले कल्वरी क्रुसमा आफ्नो एकलौटे पुत्रलाई दिनुभयो, कारण उहाँले अत्यन्तै प्रेम गर्नुहुन्छ। यी अविश्वासी मानिसहरू आज मौका छ, अनि परमेश्वर अहिलेसम्म पर्खिराख्नु भएको छ, ताकि येशू ख्रीष्टले आफ्नो मण्डलीद्वारा सुसमाचार मार्फत संसारका मानिसहरूलाई मुक्तिको ज्ञानमा आउनको निम्ति आह्वान गरिरहेको छ। अनि आजको त्यो अनन्तको नरक, त्यो न्यायबाट बचाउन चाहनुहुन्छ, कारण परमेश्वरले अत्यन्तै प्रेम गर्नुहुन्छ। र अन्त्यमा येशू ख्रीष्टले न्याय गर्नु नै हुनेछ। पहिलो दोस्रो थेसलोनिक 1 अध्यायको 8 पदले बताउँदछ कि येशू ख्रीष्टको सुसमाचार इन्कार गर्नेहरूलाई उहाँले दण्ड दिनुको निम्ति उहाँ आउनु नै हुनेछ, किनकि हाम्रो परमेश्वर पवित्र हुनुहुन्छ। उहाँले यो संसारलाई सृष्टि गर्नुभएको, उहाँले जस्तो चाहनुहुन्छ त्यही गर्नुहुन्छ। अनि उहाँले नै यस संसारको अन्तिम न्याय गर्नुहुन्छ। आमेन। हुन्छ, आदरणीय बाँकी समय हामी आदरणीय पिटर सरलाई दिनेछौँ।